एभ्रीवन वेलकम ब्याक टु माई भिडियो। अनि आज चाहिँ म तपाईँलाई फेरि एउटा नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ हाम्रो घरमा पूजा छ, लिरौँ पित्र पनि भन्छ। सो त्यसको म तपाईँलाई सानो भिडियो देखाउँदैछु के हुन्छ भनेर हेरिदिनुहोस् होला। स्टे ट्युन। यो पूजा चाहिँ भइसकेको छ खासमा भने चाहिँ टिका पनि लगाइसकेको छु टोटोलाको। सो कपाल पनि उडेको छ। हाम्रो यो अदुवाको पूजा हुन्छ। सो यहाँ चाहिँ अदुवामा तास हुँदैछ। ला मेरो टिका झऱ्यो हो। यहाँ दिदी, यहाँ चाहिँ हाम्रो प्यारो भेना बहिनी। कस्तो लाग्दैछ अहिले भने मात्रै भन्न सक्छ कस्तो लाग्छ भनेर। अहिले चाहिँ हात पोलेर सिरियस हुन्छ है। उयो निम्की दिदीको उयो भन्दै युट्युब हाम्रो दिदी, मेरो दिदी के अरे निम्की प्रो भ्लगर हुनुहुन्छ निम्की लेप्चा होइन। उसको युट्युब च्यानल छ। उसको चाहिँ के अरे फुल भिडियो चाहिँ त्यसमा आउँछ होइन। मेरो चाहिँ सर्ट क्लिप मात्रै आउँछ। सो ड्रिनी भ्लगमा गएर चाहिँ एकपल्ट हेर्नुहोस् होला। म तपाईँलाई लिङ्क पनि सेयर गरिदिन्छु। मेरो आमा पनि हुनुहुन्छ यहाँ। आमा माई स्विट मम हाई भन्नु न आमा। मेरो प्यारी आमा। कुखुराको पूजा भइसक्यो। जम्मा गरी 5 वटा कुखुराको चाहिँ पूजा हुन्छ यहाँ चाहिँ होइन। टोलमा यो चाहिँ हाम्रो प्रसाद भन्छ। टोलमा हो, घिउ र भातले बनाएको हो। अनि यो चाहिँ चिन्नुहुन्छ होला तपाईँहरूले के हो यो भनेर। हाम्रो नयाँ थपिनु भएको छ अदुवाको लागि। सक्नुहुन्छ। हामी पूजा चाहिँ यस्तो गर्छ। अनि पूजा चाहिँ हाम्रो बतिमले गरिदिनुहुन्छ। बतिम चाहिँ बुङथिङ पनि हुनुहुन्छ। सो अनि यहाँ चाहिँ कुखुरा रेडी हुँदैछ पूजाको लागि। हाम्रो पूजा चाहिँ अदुवा, कुखुरा र तोङ्बाको हुन्छ। तोङ्बा पुसाइ तोङ्बासँग पुसाइ। अब चाहिँ हामी फेरि नि टपरी घाँस्नुको लागि चाहिँ केराको पत्ता ल्याउन आएको है। हाम्रो बाजे हो भेना र म चाहिँ यहाँ ल्याउन आएको। बाजे गरम भएन बाजेलाई? घाममा बसिराख्नु भएको छ बोजू। हाम्रो बोजू सिकल दिन्न बोजू। उयो गर्छु, उयो केराको पत्ता काट्छु, उयो गर्नु टपरी बनाउनु। भित्र बस्नु बाजे, गरम भयो। केराको पत्ताले हुँदैन अरे नेबारा खोज्नु गएको। अब केरा पनि काटिदिनु न त्यही सब्जीहरू हाल्दा त छोप्नु। यो नेबारा यहाँ रहेछ, केरा पनि यहाँ रहेछ। यहाँ काटिदिनु भेना। हाम्रो जय साहब चाहिँ भेना चाहिँ हजुर हुन्छ हुन्छ। बोजूले देखाइदिनु हुँदैछ। यस्तो झोरी छ यहाँ चाहिँ डर लाग्छ अलिक। काटिदिनु। खतरा काट्दैछ त भेना। हुन्छ बेसी घट्ट छैन। किन टुप्पो चाहिँ लानु हुँदैन? ए डल्लै घरमा लानु हुँदैन बोजू? यहाँ चाहिँ नाक नागिनहरू पुरा निस्किने डर हुन्छ हो। त्यही भएर चाहिँ घाममा चाहिँ अलिक होसियारले हिँड्नुपर्छ। अब यो भेडाले चाहिँ डल्लै बोक्नु भयो। यो चाहिँ यहाँ ब्रुनोलाई चाहिँ आज यहाँनिर डुल्लै मैलै भइसक्यो माटोमा खेलेर। निकाल्यो एउटा यहाँनिर यता माने। यहाँ चाहिँ हाम्रो छ कुखुरा हेर्नुहोस् पोथीहरू। लाइनमा बसेको अन्त वाचिपा बनाउनुको लागि चाहिँ पोल्नु हुँदैछ है। हाम्रो उर्केन दादाले बनाउनु हुँदैछ। अब आएको पालो के भयो हात दादा? थपेको छ हाम्रो कुखुरा। भात पनि रेडी भइसकेको छ। चाहिँ अन्तिम एन्डिङ चाहिँ बुढाबुढीले नै दिने रहेछ। यो चाहिँ हो तोङ्बा, कोदोको झार, मौची। लेप्चा कुराबाट चाहिँ मौची भन्छ। यो चाहिँ कोदोको झार हो। त्यो चाहिँ तोङ्बामा हाल्छ नि हो। अहिले भएर चाहिँ खाइदिनु पर्छ है बेना। अदुवा यो चाहिँ सेकेन्ड राउन्ड है। अदुवा फर्स्ट राउन्ड सकेर नि कराईमा पाक्दैछ हो। उसिनिराख्नु जाँदैछ। अदुवा त हो भित्र। तपाईँकोमा हुँदैन तर बेसी हाल्दैन अदुवा।
हाम्रो त कति केजी जस्तो त खान्छ है मात्रै अदुवा उसिन्नुहुँदैछ अहिले चाहिँ कराईको साइज हेर्नुहोस् न हाम्रो अङ्कल कुक आजको दामी पो गर्नुहुन्छ त अङ्कल ए तेरिका अरे यो चाहिँ अदुवा हाल्नुपर्छ अब मासुमा कच्ची मर्चीको लागि अझै अदुवा कटिङ फिनिस भएको छैन हाम्रो चाहिँ सबै पूजाहरू सकेर यो चाहिँ प्रसाद हो अदुवा र मासु अन्त यो चाहिँ हो तोरमा चिउरा हाम्रो चाहिँ प्रसाद यस्तै हुन्छ सो यहाँ चाहिँ हेर्नुहोस् बुढाबुढी आइरहेको छ हाम्रो लियम डेरोन एम्बु इसाद यहाँ छ ओम छेन छ लु खाऊ 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 सबैजना अब चाहिँ मेरो भिडियो यहीँ समाप्त हुन्छ सबै कुरो सक्यो तोर्माको टेस्ट दामी हुन्छ नि भात र घिउ मोलेको नि त उसले चाहिँ मासु खाँदैन कि अन्त तोरमा र चिउरा मात्रै खाँदैछ है काले ल बाई बाई सी यु इन द नेक्स्ट भिडियो बाई ल बाई भन्यो लियम बाई